गरेको कसैको भावनामा ठेस पुगे माफी चाहन्छु। धन्यवाद। आज मैले लिएर आएको छु नेपालका टप 5 यस्ता सिङ्गरहरू जसले नाच्दा नाच्दै स्टेजै भत्काइदिने, कोही त स्टेजै भत्किने गरेर धुलो उडाउँदै पैसा उडाउँदै हेलिकप्टर ल्याइदिने, कोही त गाउँदा गाउँदै कपडा खोलेर छाडा बोल्दै जोसमा आएर तोडफोड मचाउने उफ्रिने स्टेजै ध्वस्त पारिदिने, कोही त गाउँदा गाउँदै नेताहरूकै प्रशंसा हान्दिने। ल सुरु गरौँ नेपालका टप 5 दुफान सिङ्गरहरूका खतरनाक भिडियो। धेरै दुःख कष्ट सङ्घर्ष अनि तिग्रा देखाएर नम्बर 1 मा पर्न सफल हुनुभएको छ ज्योति मगर। हो ज्योति मगरको यो भिडियो एकचोटि हेर्नुहोस् त। ज्योति मगर नाच्दा स्टेज नै भाँचियो। हो दर्शकवृन्द, ज्योति मगर एउटा मौसममा नाच्दा नाच्दै स्टेजै भाँचिएको छ। स्टेजै भाँचिएर उनी तल खसे पछाडि एकजना सुरक्षाकर्मीले तान्न नसकेर 5 जना सुरक्षाकर्मीले तानेर बल्ल बल्ल उनलाई उद्धार गरेका हुन्। टप 2 मा पर्न सफल हुनुभएको छ भिटिएन। भिटिएनका फ्यान फ्लोइनहरू यति धेरै छन् कि त्यहाँ दर्शकहरूलाई नै सम्हाल्न सुरक्षाकर्मीहरूलाई हम्बे हम्बे परे पश्चात भिटिएनलाई गीत गाउनका लागि रोक लगाइएको थियो। भिटिएनलाई गाउनका लागि रोक लगाइएका कारण भिटिएनले स्टेजमै अब्बे शब्द अर्थात् छाडा शब्द बोलेर स्टेजमै हङ्गामा मचाएका थिए। उनले आफ्नो दुःख पीडा पोख्दै म नेपालमा बस्दै बस्दिन, 1 बस्दिन, 2 बस्दिन भन्दै भनेका छन्। नभन्दै नै चर्चित र्यापर गायक भिटिएन जापान गए। राजधानी टोकियोमा गएर आइतबार नेपाली समाजले आयोजना गरिएको कन्सर्टमा उनले लफडाइ मचाए। टप 3 मा पर्न सफल भएका छन् दुर्गेश थापा। दुर्गेश थापाको माग यति धेरै छ कि एउटा कार्यक्रमबाट अर्को कार्यक्रममा जानका लागि उनी हेलिकप्टर प्रयोग गरेर जाने गर्छन्। दुर्गेश थापाका फ्यान फ्लोइनहरू यति धेरै छन् कि उनलाई भेट्नका लागि प्रहरीको घेरा तोडेर स्टेजमै उनलाई भेट्ने गर्दछन्। दुर्गेश थापा पछिल्लो समय दुश्मन हेरेको हेरै भन्ने गीत गाए पश्चात चर्चामा आएका हुन्। उनको गीतमा त्यस्तो खास छ त भिडियो छ। उनको गीतमा सामान्य भाषामा बोलिने शब्दलाई नै गीत बनाइएको छ। एकचोटि यो गीत सुन्नुहोस्, हेर्नुहोस्। के हो तिम्रो नाम, कता हिँडेको हट भएर, तिम्रो परिचय पाम जस्ता प्रश्नहरू यो गीतमा सोधिएका छन्। देख्नुभयो त साथीहरू, यसमा सामान्य भाषामा बोलिने भाषालाई नै गीत बनाइएको छ। दुर्गेश थापाको नाम यो भिडियोमा त्यसै आएको त होइन। हेर्नुहोस् त एकचोटि, दुर्गेश थापाले साडी लगाएर नाच्दै भिडियो बनाउनु भएको छ। मुझे मारो नहीं, ये मजाक हो रहा है। 1 सेकंड यार, मजाक हो रहा है। नहीं ओए भारत की छोरी रही छिन् नेपाल की बुहारी, आफ्नै घरको विरुद्धमा खेल्छिन् जुहारी, आफ्नै घरको विरुद्धमा खेल्छिन् जुहारी। कौन है ये लोग, कहाँ से आते हैं? पछिल्लो समयमा निकै चर्चामा आएका प्रकाश सबुत। उनले हालसम्म दर्जनौं गीतहरू गाइसकेका छन्। प्रकाश सबुतले हालसालै बसन्त भन्ने फिल्म बनाएका थिए। उक्त फिल्म हेर्नेको घुइँचो थिएन। हेर्नुहोस् त, यहाँ सिटहरू जम्मै खाली छन्। आउनुहोस् सुनौँ किन दर्शकहरूले प्रकाश सबुतको
मुभी हेर्न गएनन् त। प्रकाश सपुतले नेपालको प्रधानमन्त्री केपी शर्मा ओलीको प्रशंसा अर्थात् तारिफ हानेका कारण उनको मुभी हेर्नका लागि दर्शकहरू नगएका हुन्। सम्माननीय प्रधानमन्त्रीज्यू केपी शर्मा ओलीज्यूलाई मैले राजनीति व्यक्तिको रूपमा भन्दा पनि उहाँको व्यक्तिगत जुन ग्राफ छ, व्यक्तिगत जुन सङ्घर्ष छ, जुन यात्रा छ, त्यो देख्दाखेरि चाहिँ मलाई विचित्रै लाग्छ। म एउटा नयाँ पुस्ताको युवा भएको हिसाबले मैले एक बारको जिन्दगीमा कम्तीमा पनि यतिको सपना देख्न सक्नुपर्छ, यति धेरै प्रगति गर्न सम्भव छ, तेह्रथुमको कुनै गाउँबाट आएर सर्वोच्च निकायको नेपालको कार्यकारी प्रधानमन्त्री हुन सम्भव छ भन्ने एउटा अरू कुराहरू छोडौँ। प्रकाश सपुतको यस तारिफ सुने पश्चात दर्शकवृन्दहरूले उहाँलाई गाली धम्की त्रास दिँदै उहाँको भिडियो नहेर्ने भन्दै कमेन्ट गर्नुभएको थियो।